एकदमै मज्जा हुन थाल्यो। बिस्तारै उसले मेरो नाइटोमा किस गरायो अनि मेरो पुतीतिर लाग्यो। मलाई सही नसक्नु भएर जुरुक जुरुक हुन थाले। अनि उसले मेरो प्यान्टी बाहिरबाट नै पुतीमा जिब्रोले खेलाउन थाल्यो अनि मेरी दुई तिघ्रा बीच पुती निरको कापमा मज्जाले चाट्न थाल्यो। मलाई त त्यो बेला उडे जस्तै हुन थाल्यो। बिस्तारै उसले मेरो तिघ्रा अनि खुट्टा गर्दै मेरो पैतालासम्म चटन थाल्यो। त्यसपछि उसले मेरो पैतालाका औलाहरू एक एक गरेर चुस्यो अनि फेरि बिस्तारै उसले किस गर्दै खुट्टाबाट माथि आउन थाल्यो र पुतीमेर आएपछि उसले मेरो प्यान्टी खिलिदियो र बिस्तारै मेरो पुतीलाई औलाले चलायो। मेरो पुतीबाट अलि चिप्लो आउन थाल्यो। तिम्रो पुती एकदम राम्रो रहेछ। यस्तो पुती पाए त म दिनभरि चाट्न सक्छु भनेर मेरो पुतीमा आफ्नो जिब्रोले चाट्न सुरु गर्यो। पुतीमा पहिलो पटक कुनै जिब्रोले चाटेको महसुस गर्दामा त स्वर्गमा पुगे जस्तो हुन थाल्यो। बिस्तारै उसले मेरो पुतीलाई दुई औलाले अलिक फटाउँदै जिब्रोले चाट्ने अनि घरि चुस्ने गर्न थाल्यो र घरि पुती भित्रसम्म जिब्रो पसालने गर्न थाल्यो र म भने जुरुक जुरुक हुँदै आफ्नो खुट्टा झन फटाउन थाले। एकछिन पछि उसले मेरो पुतीमा नजिकै राखेको चकलेट क्रिमवाला केकको क्रिम दल्यो र फेरि चाट्न थाल्यो। फेरि उसले आफ्नो मुखमा स्ट्रबेरी राखेर मेरो पुती भित्र छिरायो र त्यसलाई निकालेर खायो। फेरि उसले त्यसै गर्यो र यसपालि स्ट्रबेरी मेरो मुखमा हालिदियो र मैले पनि खाएँ। धेरै बेर मेरो पुती चाटिसकेपछि उसले आफ्नो पाइट खोल्यो अनि म पनि जुरुक्क उठेर उसलाई खाटमा सुताए अनि बिस्तारै उसको शरीरमा किस गर्न थाले। उसको अन्डरवेयर भित्र र लाडो निकै रङ्किएर कडा भएर बसेको थियो र मैले बिस्तारै उसको अन्डरवेयर खोलिदिए र उसको लाडोलाई बिस्तारै हातले समातेर खेलाए। मैले अहिलेसम्म लाडो चुसेकी थिइनँ, त्यसैले अलिक अप्ठ्यारो मान्दै थिएँ। तैपनि मैले बिस्तारै पहिले उसको लाडोमा किस गरे अनि जिब्रोले टुप्पोमा बोरी चलाए। ऊ जुरुक जुरुक भएको देखेर मलाई रमाइलो लाग्यो र मैले उसको लडो चुस्न थाले। पहिला त कस्तो भयो, तर मैले चकलेट केकको क्रिम उसको लाडोमा दले अनि मज्जाले चुस्न थाले। निकै रमाइलो हुँदो रहेछ लाडो चुस्न। त्यसपछि उसले मलाई आफ्नो अनुहारमाथि उसको जिब्रोमा पुती पर्ने गरी बस्न लगायो र मलाई तलमाथि गर्न भन्यो। मेरो पुती भित्र जिब्रो हाल्ने र झिक्ने काम गर्न थाल्यो। म त एकदमै रमाइलो मानेर कराउन थाले अनि त्यसपछि बिस्तारै म पनि उसको लाडोतिर घोप्टो परेर उसको लाडो चुस्न थाले। यता उसले मेरो पुती चाट्दै थियो भने उता मैले उसको लाडो चुस्दै थिएँ। एकदमै रमाइलो भइरहेको थियो र त्यतिमै बेला उसले मलाई उठायो र आफ्नो लाडो मेरो पुती भित्र छिराउनको लागि मलाई आफ्नो तल सुतायो र बिस्तारै मेरो पुतीमा थुप दलेर आफ्नो लाडो मेरो पुती भित्र पसायो। पहिला अलिक दुख्यो। मैले एया भनेको सुनेर उसले बिस्तारै भित्र बाहिर गर्न थाल्यो। एकछिन पछि त मलाई आनन्द आउँदै गयो र उसले छिटो गर्न थाल्यो। केही बेरपछि उसले मलाई आफ्नो काखमा राख्यो अनि मेरो पुती भित्र लाडो छिराएर मलाई तलमाथि गर भन्यो र मैले त्यसै गरेँ। अनि लगत्तै उसले मलाई घोप्टो पर्न लगायो र पछाडिबाट मेरो पुतीमा लाडो हालेर मलाई चिक्न थाल्यो। यसरी चिक्दा झन रमाइलो हुँदो रहेछ। करिब 20-25 मिनेट आसन फेर्दै चिक्दै गर्दा मेरो जिउ